यसपालिको चुनावमा चाहिँ हारजितको कुनै मतलबै नभएको जेसुकै होस् भनेर चाहिँ भन्न सक्ने एउटा मात्रै नेता छ नेपालमा, ती हुन् शेरबहादुर देउवा। तिनलाई यो अहिले चुनाव हारोस् कि कसैले जितोस् कि कुनै मतलब छैन उनलाई। उनलाई जति बिन्दास, उनलाई जति सकुन चाहिँ यो यति बेला कसैलाई छैन क्या पक्कै पनि। अब बिचराले अब नहानुपर्ने कुटाइ अब केटाहरूले हानिदिइहाले, त्यस्तो त्यो बुढो मान्छेलाई हान्नै सक्ने पनि अलि त्यो पनि मान्छेकै स्तरमा त्यसलाई गर्न मलाई चाहिँ मन लाग्दैन। बिचरा त्यस्तो तरिकाले चाहिँ त्यतिको उमेर पाएको बुढो मान्छेलाई हातै हाल्ने चाहिँ होइन, मुखले जेसुकै भन्नुहोस् न बरु। अनि अब यति भएपछि हामीले के आशा गर्ने हो त? देश बनाउने चाहिँ कसले रहेछ त? अब नयाँ नयाँ कलाकारहरू आछन् है, ठाउँ ठाउँमा भाषण हानेका छन्। मैले जितेँ भने होइन क्यारे, अझ हामीले चाहिँ राम्रो भोट पायौँ भने मैले यो नेतालाई यहाँ ल्याइदिन्छु, ऊ नेतालाई यहाँ ल्याइदिन्छु भनेका छन्। पहिला जस्तो चाहिँ स्वाट चाहिँ यहाँदेखि काठमाडौँबाट पोखरा रेल, पोखराबाट पर्वत रेल, पर्वतबाट यहाँ हुँ 6 महिनाभित्र चाहिँ ग्यासको पाइप घर गरायो भनेर चाहिँ देखिहाइन। बरु अहिले अलिकति शान्त, त्यो खालको मुद्दा चाहिँ अलिकति ओझेलमा परेको देखिन्छ होइन। अब कलाकारहरूले बनाएको देश हेर्न बाँकी छ। उता रसियासँग अहिले चाहिँ घमासान गरिरहेको ब्रोले पनि उता ती पनि कलाकारै थिए क्या हो होइन। अब कलाकारले चलाएको देश कस्तो हुन्छ भनेर एउटा उदाहरण त त्यहाँ छ। अब फेरि अर्को उदाहरण फेरि हाम्रो देश बन्छ कि काट्छ। अब कलाकारको हातमा जाने हो कि भन्ने चाहिँ छ। उता अब सहकारी अङ्कलहरू पनि पछाड मछाड गरिरहेछन्, है चुनाव हामीले जित्नुपर्छ, हामी नयाँ हौँ, हामी ठग होइनौँ, हामी नै मात्रै हो यो देशमा चाहिँ देश बनाउने। अब अर्को दिदारी त उता फेरि हर्कबहादुर जस्ताले पनि फेरि मै हो प्रधानमन्त्री, अरू कोही होइन, त्यस्ता नाथे भनेर चाहिँ अर्कालाई खिचिटिउरी हानिरहेछन्। अब प्रधानमन्त्री नै त अब को हो? चुनाव पछाडि थाहा होला, चुनाव अगाडि नै त मैले म हो भनेर भएन। अब चुनाव पनि यो 5-5 वर्षमा किन आउँछ? हुन्छ 5 वर्ष त लागेन, अहिले त 3 वर्ष हान्न त होइन। ऋषि धमलाको चाहिँ मधेसतिर गरेको क्रियाकलाप देख्दाखेरि त चुनाव त महिनै पछि आइदिने हुन्थ्यो। यति रमाइलो भइरहेछ, उखु काँदा हालेर दौडिरहेछ, जेरी घाँस बनाइदिइरहेछ, आरोले रेही रेटिरहेछ प्लाइवुडलाई होइन, ब्रेक नभए साइकल कुदाइदिइरहेछ। हजुर अस्ति एउटा कार्टुन पनि देखेको छु, तपाईँको कुखुरालाई के दुःख, म नै फुल कोराल दिन्छु भने जस्तो। त्यस्तो चाहिँ चटक देख्दाखेरि त चुनाव महिनै पछि आइदिने हुन्थ्यो, रमाइलो त हुन्थ्यो जस्तो पनि लाग्छ। फेरि जताततै गएर देखिका सबैलाई राजनीतिले जुरुक्क उचालेर देख्दाखेरि चाहिँ यो चुनाव भन्ने सिस्टमै नभइदिए हुन्थ्यो, बरु लत्तै देश चाहिँ पछाडि फर्किएर जहाँनिर राणा शासनै आइदिने हुन्थ्यो जस्तो चाहिँ लाग्छ कहिलेकाहीँ। यो चाहिँ हैरानी छ नि त, यो चुनाव गरेर के गरेर ऋषि धमलाको चाहिँ चटक हेर। अनि फेरि चाहिँ सहकारी अङ्कलहरूले चाहिँ हामी मात्रै नयाँ हौँ, अरू कोही पनि छैन, हामीले मात्रै जित्नुपर्छ भन्ने। फेरि उता अब चाहिँ रालो ब्रोहरू होइन, अब रालोहरूको चमक धमक बेग्लै छ फेरि। ल अब चुनाव जस्तोसुकै होस्, म चाहिँ एकछिन अब यो घाँस घुस मिसिएको चाहिँ यो के खान्छु। ल बाई बाई है त। चुनावमा चाहिँ कसैले पनि बहुमत ल्याउने देखिँदैन। अब सपनामा त हर्कले बहुमत ल्याइसक्यो कि सायद, विपनामा चाहिँ बहुमत कसैले पनि ल्याउनु सक्दैन।